सो हेलो एभ्रिवान वेलकम टु द मिसन शेर्पाको ब्लगमा स्वागत छ सबैजनालाई होइन हाम्रो यो हामी पहिला स्विमिङ खेल्ने ठाउँमा आइपुगेको छ कस्तो छ भने देखाउने छु तपाईँहरूलाई यस्तो सबै यहाँ हो 3 जना हुनुहुन्छ यस्तो यहाँतिर गरङ ठाउँ यस्तो छ दामी स्विमिङ पुल त होइन गाइस बबाल रहेछ कि होइन स्विमिङ पुल त ल रिकर्डरको ब्याग त फालेछ त कसले फालेको यो ब्याग यस्तो भएछ होइन गाइस स्विमिङ त हामी यहाँबाट आएको होइन गाइस धेरै छ नाक भाइ कु हाक्नु हुँदैन यहाँतिर यत्रो लामो छ कि यहाँतिर उ यति पुग्छ कि पानी चाहिँ गहिरो यत्रो गहिरो 1300 हालेपछि त गहिरो यस्तो भइहाल्छ नि यहाँबाट बाटो छ अब त्यहाँ डाँडामा जाने यहाँ कहाँ जाने अलिक थाहै हुँदैन होइन अतार यहाँ सम्झिन दाजुभाइ तपाईँ दिदीबहिनीहरू युला नाम के हो भाइ मुन्दला के हो हजुर मेरो नाम चाहिँ राकेन्द्रको अर्जुन तामाङ हजुर तपाईँहरूलाई नमस्ते हजुर अब म कहाँबाट यस्तो तर्फ जान लागेको छु यता अलिक खतरा छ कि अब यहाँ सर्प आउँछ अब भुलेर आउँछ हो र त्यही भएर म अब बिस्तारै हिँड्दै गर्छु हो र हो तपाईँहरूले लगिनु पऱ्यो हजुर चस्मा यहाँ छ कि लाउँदै लागेन छ टुकडुङ हाक्नु होइन भाइ खोलामा हाक्नु हुँदैन भने थाहा छैन के हो त्यो टाढामा यो टाढामा गएपछि कस्तो भ्यू आउने छु होइन भन्ने नै छु म तपाईँहरूलाई देखाउने नै छु मैले देख्ने कुराहरू सबै तपाईँहरूलाई भन्ने नै छु कि अहिले घरमा चाहिँ हामीहरू त यहाँ के को लास्टहरू हो यस्तरी अनि यस्तरी यस्तोहरू छ टुङटुङ ट्याउड्याउ आथा के भागे आदिरा टुङटुङ ट्याउड्याउ एक बात धोका खा चुका हूँ गाउँ यो टाढा यस्तो छ होइन हाम्रो गाउँ यस्तो छ दामी छ ढुङ्गा यस्तो भएको छ 2 जना केटाहरू यहाँ छ हाम्रो गाउँको होइन भ्यूहरू यस्तो ढुङ्गाहरू पनि यस्तो छ हाम्रो यहाँ अर्जुन भाइ भिडियो हुनुहुन्छ होइन अर्जुन भाइ फ्लवर हाम्रो गाउँमा त अब सबै ब्लगर भइसक्यो केले हो अहिले त म मात्रै थिएँ त पछि त नयाँ साल सबै ल त मान्छे चाहिँ खै सर मिस्टुन सर आउँदै हुनुहुन्छ माथि आउँदैछ फाइनली चढेछ चढ्न सक्छ भाइ पनि चढ्न सक्छ कि हाम्रो होइन टङ्गे भाइ आउँदैछ कि औ भाइ आऊ दिनेश टङ्गे थिङ भन्ने त्यो फेसबुक नाम छ क्या दिनेशको बुढा मर्ने ठाउँमा पुग्न लागेको छ गाइस चिनाइछ भाइ ऊ लड्यो ओ माई गड कुनै झारे बस्छ यहाँ चढ्न सफल भाइ छ देखो त यस्तो ठाउँहरू छ हाम्रो गाउँमा वाह कसैले घुम्न मन छ भने मैले पैसा हस् यहाँ जाँदा होइन जङ्गल मात्रै घुमेर गइसकेको छ होइन छुत्रु पाकिसकेको छ अलिअलि हेर्नु न छुत्रु पाकिसक्यो हाम्रो त फेरि जङ्गलमा पनि यस्तो चौर छ कि फेरि हाम्रो चाहिँ यो सबभन्दा गाउँभन्दा लास्टको ठाउँ हो यो चाहिँ योभन्दा मुनि चाहिँ भिड छ भिड
गाइक यहाँ पनि पो भलिबल ग्राउन्ड पुग्ने रहेछ त यहाँ खेल्यो भने त खतरा हुने रहेछ भलिबल ग्राउन्डबाट फेरि तल के अरे घरि गयो भने तल खोलामा पढेन सो गाइस यो हाम्रो लास्ट गाउँभन्दा हाम्रो लास्ट गाउँ हो क्या के अरे ठाउँ हाम्रो गाउँ भनेको माथि हो क्या हामी यहाँबाट साइकल लिएर आउने छौँ साइकल होइन बाइक ल्याउने नि यहाँ बाइकै ल्याइदिन्छ हामी भाले फारा रहेन होइन भनेर भन्दैन यहाँतिर रोड ल्यायो भने चाहिँ दामी हुने रहेछ ऊ यस्तो ठाउँ जाने यहाँ चाहिँ के बगेर ल्याउने ल यस्तो पाक्यो अलिअलि रहेछ अलिअलि हामी धेरै पाकिसक्दैन हाम्रो होइन हाम्रो गाउँको त्यो माखे टुप्चे त्यो के अरे माघको कतै आउने ठाउँमा भोपाल बनाएको छ कि गाइसहरू आजभोलि चाहिँ आउनु होला सबैजना म तपाईँहरूलाई अहिले देखाउने छु कस्तो भएछ भनेर मन लिएर जाँदैन म मरेर जाने मान्छे के को हो यो भुत्ला यस्तो हरियाली भइरहेको छ होइन हाम्रो गाउँमा उनीहरू घुम्न हिँडिरहेको छु क्या सुरु खाँदै हिँड्दै गरिरहेको छु र सुत्रो अहिले धेरै पाकेको छैन रहेछ त्यही भएर हामीहरू हिँडेको छ अनि गाइस अहिले म के अरे गाउँ माके सङ्क्रान्तिको आउने ठाउँ चाहिँ म देखाउने तपाईँहरूलाई रेलिङ लगाएको छ कि तर त्यसमा कलर भएको छैन ब्ल्याकमा लगाउनु भएको रहेछ व्हाइटमा लगाएको भए राम्रो हुन्थ्यो तर ठिकै छ के छैन त्यो ठिका नलागोस् भनेर लगाएको मात्रै हो त्यो कलर नै हेरौँ कस्तो छ भनेर यस्तो छ घरतिर घरहरू यस्तो डाँडाहरू छ नि यार त्यहाँ किनेको टोइलेट हो के हो थाहा छैन टोइलेट नै हुनसक्छ यस्तो छ नि हाम्रो गाउँको भ्यूहरू टुङ 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 अब डुब्चेको त्यो रेलिङ हिँड्न डुब्चेको रेलिङ हिँड्न मैले ब्लगमा बोलिसकेको छ त्यसमा देखाउनु पऱ्यो मान्छेहरू त्यसको होइन जाऊ के हो भाइहरू अनि कुवामा जान्ला गरेर यो त हाम्रो माखे टुप्च्यो क्या माखे सक्यो पानी त भोलि पर्सि एक कदे आउँछ कि भाइ एक कदे झाँग्राहरूले झाँग्राहरूले के अरे त्यो बजाएर मात्रै आउँछ यहाँ हो यहाँ पनि हिँड्नु भइरहेको छ नि अब चाहिँ बाटो बनाएको छ कि कत्र बनाएको छ अहिले एकछिनमा देखाउने छु डबल ब्लगर त्यो भाइ किन ब्लगर नबनाएको त्यो बनाउने र मैले त यहाँ पनि म लगाएको छ कि क्या हो भनेको रेलिङ त माथि मात्रै लगाएको छ भने त्यस्तो भाइ छैन हौ रेलिङ भनेर सबैले कुद्न खोज्छ होइन सबभन्दा धन्दा यो अगाडिको मान्छे हो कि हाम्रो अनि यहाँ पछाडि टुङ्गिया चोर भन्ने मान्छे छ मेरो पछाडि माथि चाहिँ ढलाइ नल्याएको कि यहाँ चाहिँ छैन फेरि डाँडामा भइसकेको छ आउँछ भने जति छ्याप हुने गरी खायो भने लड्दैन मान्छेहरू त खै 50,000 चाहिँ झन्डा हुन्छ नेपालको झन्डा एउटा मेरो फोटो नै ट्याक्स गर्यो कसले विकसित गरेको मैले अब यो चाहिँ के हो यो अहिले बाटो नै अलिक फाइनल भएको छैन रहेछ यहाँदेखि चाहिँ ढलन हो क्या गाई ढलन ढलन यो बाटोले के बनाऊ होइन हजुर लाचाङको ढुट्योमा आउने बाटो यस्तो छ गाई अब त दामी भएको छ ढलन भनेको छ गाउँमा भ्यू चाहिँ ओ माय गॉड दिस इज टेटा यस्तो भइसकेको छैन अब त बोबाल भइसकेको छ नि बोबा अलिक झन्डा पुगेन यहाँतिर अब त अर्को सालमा चाहिँ झन्डा यहाँदेखि
हुने रहेछ अलि राम्रो राम्रो क्वालिटीको त्यसै सुहाउँछ कि फेरि तपाईँलाई झन्डा यसो झन्डा राख्यो भने बगल सक्छ नि होइन मान्छे राख्ने भयो भने अर्को साल मलाई भोट दिनु होला हुन्छ त्यसले यो दारामा एउटा नेपालको झन्डा चाहिँ खडा गर्नु पर्यो जोस होइन मेरो नाम नेपालको झन्डा चाहिँदैन कि यस्तो झन्डाहरू राख्यो नि हुन्छ थारङ यो बाटोदेखि ऊ त्यहाँ यो त अब मुनि हो सोध्नु त अब यो सोध्नु जमाइयो लाने तारो म ढुक्की खाइ निस्कियो के यस्तो भइसक्यो अब बाटोहरू यहाँ हाल्ने नयाँ भनेको